प्रमोसन गरेन यिनीहरूले अब म एक्लै हिँड्छु फेरि म रिस उठ्यो अब एसीएस बुजु ट्राभल हेर्नुहोस् कस्तो हुन्छ ए चप्पल लगाएर यत्रो भारी बोकेर आइराख्नु भएको छ देखि ठिक टाइम ठिक कति भने 20 मिनेटमा चाहिँ यहाँ आइपुग्छ टाङ्गो खर्का योकोमा खाना खाने टक्क जाने चट्ट रमाइलो गर्ने हैन सब नम्बर यहाँ छ यहाँ चाहिँ तपाईको रुमहरु यसको सबै व्यवस्था अच्छा अब हामी यहाँ टुपी डाँडामा खाना नपाएपछि अब मेरो नाम चाहिँ किन नभने यार तिमीहरूले यसले मात्र भने भन्नु पर्थ्यो नि हेर्थ्यो नि अनि मेरो ब्लगहरू हेर्थ्यो टिकटकहरू ल अब चाहिँ हामी प्रमोसन गरेन यिनीहरूले अब म एक्लै हिँड्छु फेरि म रिस उठ्यो अब यहाँ खाना पाउँदैन यहाँबाट 15 मिनट हिँडेपछि चाहिँ खाना पाउँछ अरे बनाउनु पर्छ अरे भनिरहेको छ अब लेट्स सी कस्तो हुन्छ यसरी गेट पनि रहेछ यहाँ अनि यस्तो छ दामी बाटो छ अब चाहिँ वाउ कस्तो राम्रो आएको यार समात एकचोटि म पनि जान्छु म केही बोल्छु सो अब मेरो साथले गर्दा दुःख त पाइहाल्यो होइन साथी भनेको आफै हो होइन अब हामी राइट लोकेसनमा जाँदैछौँ होइन अनि मजाले अब हिँड्ने हो यस्तो राम्रो बाटो अब 15 मिनटमा हामी खाना खान्छौँ लुगा फेरि चेन्ज गर्छौँ होइन अनि फेरि ब्याक कस्तो हुँदैछ समीर डियर ग्रुपहरू यिनीहरू 5 घण्टा लाएर गर्ने हामी मामुत छौँ डियर ग्रुपहरू यिनीहरू चाहिँ डियर उता बेबी ग्रुपहरू आउँदैछ उहाँहरू चाहिँ डियर ग्रुप रमाइलो भइरहेछ यता डियर हेलो डियर रमाइलो हुँदैछ गुड बेबी रमाइलो हुँदैछ अर्को बेबी रमाइलो हुँदैछ यो चाहिँ यसले हो क्या यही फटा हो क्या गुगल म्याप हेर्दै आउने अनि अन्त गर्ने 2 घन्टाको बाटो 5 घन्टा लाउने उयो केटा हो उयो एसीएस बुजु ट्राभल BHUJU TRAVEL यस्तो रे अझै यिनीहरू चाहिँ एकदम एडभान्स ट्रेकरहरू के जुत्ता सुत्ता गोल्ड स्टार रे होइन यहाँ अब यहाँ लोकलहरू हेर्नुहोस् कस्तो हुन्छ ए चप्पल लगाएर यत्रो भारी बोकेर आइराख्नु भएको छ हामीहरू चाहिँ फेरि यहाँ नाटक हाम्रो तपाईँहरू यहीको त है कति टाइम लाग्छ अब 5 बोरी जान छिम्टीको जे होस् नि 5 बोरी जान कति लाग्छ मात्र है 6 घन्टा छिम्टीबाट हिँडेर यहाँ पुग्नु कति बज्यो अहिले 9 बज्यो 9:30 भयो 8 बजे हिँडेर यहाँ 9:30 मा पुग्नु खतरा अनि यति भारी कति केजी छ दाजु त्यो 10 केजी छैन ए गमबुट लाएर हिँड्नुपर्छ कि यसरी हामी चाहिँ यहाँ ट्रेकिङ जुत्ता अरे के रे नाटक हामीहरूको हाम्रो मतलब मेरो उहाँहरूको होइन मेरो चाहिँ मार्छ फेरि क्वाक दाइ तपाईँ 5 पोखरी नै जानुहुने हो सिधै कति घन्टा लाग्छ तपाईँलाई 4-5 घन्टा आमा तपाईँसँग हिँड्यो भने त हामी पनि चाँडै पुग्छ है म पनि हिँड्न सक्छु होला तपाईँसँग तपाईँले 2 पाइला चल्दा मेरो 1 पाइला चल्छ क्या त नि
तपाईँको होटेल हो दाइ? साथीको? ए खानासाना नि पाउँछ? कति पर्छ होला खानाको? खाना बस्न सबै गरेर 1000? ए ठाउँ पाइन्छ होला नि है बस्न हामीलाई? पाइन्छ है? ल सामान चाहिँ अन्डा मात्र हो कि अरू पनि छ सामान? ए तपाईँको घरै यतातिर हो दाजु? छिम्टी? ए टन्न मान्छे आइरहेछ होला अहिले त? अलिअलि थुप्रै आयो। कतिजना होला? 1000-1500? 1000 कट्यो रे? ए भनेपछि त टन्नै है। पहिलाको वर्ष पनि यस्तै मान्छे आउँथ्यो दाजु? यो वर्ष हो? ए पहिला चाहिँ आउँदैन थियो? ए 5 पोखरीमा 5 पोखरीको पोखरी बाहेक अरू के छ ठाउँ? मन्दिर छ? के को मन्दिर दाजु? के को मन्दिर? बुद्धको? तपाईँ तामाङ हो? बुद्ध? तपाईँहरूले हिन्दू भन्छ कि बुद्धिस्ट भन्छ? बुद्धिस्ट। तर तपाईँहरूले शिव भगवानलाई नि मान्नुहुन्छ है? यहाँ टक्क लाएर मिजुको नाम भनिदिनु न। मिजु हजुर, यहाँ चाहिँ पेम्बल लामा, आज सेतो दाई पनि भनिन्छ। यो ताङ्गो खर्गा फास्टमै ताङ्गो होटल भनेर लेखेको हुन्छ, यहाँ बोर्ड देख्न सक्नुहुन्छ। नम्बरहरू यहाँ पाउन सक्नुहुन्छ। सब नम्बर यहाँ छ। यहाँ चाहिँ तपाईँको रुमहरू यसो सबै व्यवस्था छ। खानपिनको अब सुत्ने सबैजना आइदिनु होला। सुत्ने खाने लोकल भाले बफ होइन सबै पाउँछ नि त? भ्यू चाहिँ तपाईँको यस्तो राम्रो छ। भ्यू दामी छ है। अनि तपाईँको टुपी डाँडादेखि ठिक टाइम ठिक कति भने 20 मिनटमा चाहिँ यहाँ आइपुग्छ ताङ्गो खर्का। ल सबैजना ताङ्गो होटेलमा आउने, हाम्रो मिजुकोमा खाना खाने, टक्क जाने, चट्ट रमाइलो गर्ने होइन। ल ल धन्यवाद। धेरै ल धन्यवाद। ल राम्रो हजुर मिचु। ल ओके छ त मिचु। ल ओके। तारको खड्का 2878 मिटर हामी पुगेको छौँ। तारको खड्कामा पुगेको छ। ट्रेकिङ 5 पोखरी। जस बाटो एकदम राम्रो छ, नराम्रो भन्ने छैन। अब अलिकति बाटो हराएर मात्र हामी राम्रो फ्ल्याग